हेलो साथीहरू, यिनी हुन् हाम्री हँसेली रसिली अनिसा। यिनलाई संसारमा तिमीलाई सबैभन्दा बढी के मनपर्छ भन्नुभयो भने यिनको तेस्रो नम्बरमा चाहिँ पानीपुरी पर्छ क्या। पहिलो नम्बरमा चाहिँ यिनको मासु अनि दोस्रोमा चाहिँ करेन्ट पर्छ। आउनुहोस् है त यिनको रेसिपी हेरौँ कसरी पानीपुरी बनाउँछिन्। सुरुमा त यिनले यसरी आलुलाई र चनालाई बोइल गरिन् अनि त्यसपछि अब आलुलाई यसरी म्यास गर्नतर्फ लागिछन्। हेर्न सक्नुहुन्छ यिनी बाठी छिन् कि काँटा चम्चाले गऱ्यो भने हात पोल्दैन नि त तातो आलुमा, त्यही भएर यिनी कस्तो बाठी छिन्। अनि यसरी माथिबाट बोइल भएको चना हाल्दिन्। अब मरमसलाहरू हाल्न तर्फ लागि देख्न सक्नुहुन्छ पालै पालो यिनले पिरो चाहिँ धेरै रुचाउँछिन्, त्यही भएर यसरी रातो धुलो पनि हालिन्। फेरि हरियो खुर्सानी पनि एड गरिन्, माथिबाट प्याज यसरी एड गरिन्। यिनले मिठो बनाउन जानिन् कि यिनलाई एउटा पसल खोल्दिन् भने यिनले टन्नै कमाउँछिन् होला। अनि यसरी चाउचाउ हालिदिइसकेपछि यता झान्नतर्फ लागिन्। यिनको रेसिपी अलि बेग्लै छ, कसले चाहिँ तोरी हाल्छ हौ पानीपुरीमा, यिनले चाहिँ हाल्छिन्। यसरी तोरी र प्याज फुराइदिन्, हल्का बेसार हालिन्। अब यति हालिसकेपछि अघिको यो आलुमा यिनले यसरी माथिबाट झ्वाइँ झान्दिन्। अब चाहिँ यिनको काम अझै बाँकी थियो, यिनले नुन हालिकन रहिनी छिन्। यिनको दिमाग अलि स्लो चल्या रहेछ त्यति बेला। अनि यसरी यिनले हात पोल्छ भनेर सुरुमा चाहिँ यसरी मोल्दै थिइन्, तर पछि यिनलाई चित्त बुझेन अनि आफ्नै हातले यसरी मोल्नतर्फ लागिन्। अब झोल बनाउन लागिन् है, कसरी बनाउँदै रहेछन्। पानीमा यिनले प्याज हालिन् अनि खुर्सानी हालिन् अनि त्यसपछि यो चाउचाउको सुप, खुर्सानी अनि अघिको पानीपुरीको मसला सबै हालिदिन् यिनले। अनि पिरोको लागि यसरी रातो खुर्सानी पनि हालिदिन्। अब चुक त हाल्नु परेको होइन, अमिलो त हुनु पऱ्यो नि, अमिलो पिरो ट्वाक्कै यसरी नुन हालेपछि अब यिनले घोलिन्। अब यिनले यस्तो चटक पार्दैछिन्, देख्न सक्नुहुन्छ पानीपुरी फुराउँदा कसले चाहिँ भिडियो बनाउँछ यसरी नक्कल पार्दै यिनले बनाउँछिन्। अनि यसरी पानीपुरी फुराउनतर्फ लागिन्, पालै पालो एउटा दुईटा गर्दै पानीपुरी यसरी फुर्नतर्फ गयो। हेर्न सक्नुहुन्छ पानीपुरी भनेपछि त यति मनपर्छ यिनलाई, यति मनपर्छ नि कुरै छैन क्या। कुरै छोडिदिउँ क्या साथीहरू, यिनलाई पानीपुरी कति मनपर्छ भनेपछि यिनले पानीपुरी खान पाइन् भने यिनलाई खाना पनि चाहिँदैन क्या, त्यति धेरै मनपर्छ क्या पानीपुरी। यो भिडियो बनाइदिने चाहिँ तिनको दाइ हो, सबै काम चाहिँ यिनले गर्छिन्, अरूले केही गर्दैनन्, अरूले खाने मात्रै हो साथीहरू। अनिसालाई धेरै गाह्रो छ, हेर्न सक्नुहुन्छ कति धेरै हेर्दा हेर्दै सब बनाएर रेडी पारिन्। अब बनाएपछि खाने बेलामा त सबै आउनुहुन्छ आफ्नो थालमा एक कुन थाल लिएर, हेर्न सक्नुहुन्छ सबले भर्दै हुनुहुन्छ। अनि यिनले खाइसकिन् सुरुमा। अब यिनलाई यसो चटक देखाउनु पर्यो, आफूले खाएर मात्रै भएन क्या, सबैलाई खाएको देखाउनुपर्छ क्या यिनलाई, त्यही भएर अरूलाई चुङ्गाउनलाई यसरी ग्वाममै खाइन् यिनले। देख्न सक्नुहुन्छ यिनले खाएको देखेर अहिले यो भोइस ओभर गर्दा मलाई नि खान मन लाग्यो। यिनको मम्मीले पनि खानुभयो, कस्तो छ भनेको दामी भन्नुभयो। यिनले बाबालाई पनि खुवाइदिनु आफ्नै हातले, बाबाले नि दामी छ भन्नुभयो। अनि यो दाइ पर्नी चाहिँ हेर्न सक्नुहुन्छ एकदम खडुस तालमा, यसले पनि मिठो छ भन्यो। अनि तिनटैले चस गरेर खाइसकेपछि अब लास्टमा फेरि यसै कोक खानु पर्यो, सरी कोक होइन ड्यु खानु पर्यो। अनि यसै टक्क चस गरेर खाने। यिनले ठुलो मम्मीलाई राखिदिएको थिइन्, ठुलो मम्मीले मिठो भन्नुभयो। थ्याङ्क यू फर वाचिङ।